डरेको साउमा आइयो आज मर्निङ वकिङको लागि घरदेखि पुरा बाटो पनि निर्माण हुँदैछ यता पछाडि म त अगाडि माथि डाँडामा पुगेर फर्कने हो किनकि त्यसरी गरेर है डाँडामा पुगेपछि फेरि भिडियो म बनाउला उताबाट देखाउने दृश्य है यस्तो छ यताको आइयो यता यो नाली बनिसक्यो अब ढलान हुन मात्रै बाँकी छ ढलान पनि माथिबाट गर्दैछन् असारभित्र कम्प्लिट हुन्छ जहाँसम्म लाग्छ र यताको दृश्य आहा बिहानको टाइममा यति सुन्दर र स्वच्छ सफा सुन्दर रमणीय ठाउँ पोखरा विजयपुर यो देउराली फार्म हाउसबाट यता पारी रिट्ठे पानी आइया ओके यहाँको हाइड्रो पावरको दृश्य उकालोमा एकछिन रनिङ गरेको थकैला आइया र यता खोलातिर झर्ने बाटो र पुनः म यो चौतारीमा आइपुगेँ र यो पार्कल्यान्ड यति राम्रो सुन्दर बनाएको टोयलेट बाथरुम पनि यहीँभित्र भएको है यसको के र त यहाँ बोर्डमा पनि म देखाइदिन्छु र त्यहाँ कराटे टाइगन्टो पनि खेलाउनु भन्नुपर्छ सक्नेरी मिलन चौतारी पार्क भयो म आएको दृश्य यता पारिपट्टिबाट हो एयरपोर्ट साइडतिरबाट भोटे चौतारा भन्दा तल गोर्खालीदेखि यसरी यहाँको दृश्य यहाँ मर्निङ पार्कको लागि देखिएको सक्नेरी मिलन चौतारी पार्कबाट देखिएको दृश्य चारैतिरको यहाँ टोयलेट बाथरुम पनि छ एकदम राम्रो छ यहाँबाट दृश्य हेर्नुलाई अति सुन्दर रमाइलो राम्रो ठाउँ एरिया भएको हस्त धन्यवाद छ सम्पूर्णलाई हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला हवस् धन्यवाद नमस्कार।